हेलो गाइस, हामी चाहिँ आज यताबाट भागेर गिरिस जाँदैछौँ। हामीलाई भगाउनेको हाम्रो मेन एजेन्ट भनेको उहाँ हुनुहुन्छ अफ्रिकन। कसो हो, कसरी लिने हामीलाई तपाईँले? हिँड्दै लाने हो तर एकदम झोलामा के भन्नु पैसा 10,000 युरो छ हो र। हजुर टर्की चाहिँ तपाईँलाई नराम्रो लागेर जानु लाग्यो हो? कस्तो लाग्यो टर्की चाहिँ? नराम्रो लाग्यो। बिक्री गरे हुनाले गाइस, हामी चाहिँ कहाँ छु त अहिले? मार्केटमा हाम्रो लोकल मार्केट यहाँको गाउँको हामी चाहिँ तरकारीहरू लिन आएको। यस्तो छ, पानी आएर हिलो छ। आज सन्डे चाहिँ हाम्रो छुट्टी भन्दै एकदम छुट्टीमा अब यसो घुम्यौँ भनेर हल्का फुल्का। तर रातो टोपी चाहिँ यहाँ लगाउनु पाइँदैन नि भाइ। किन रातो टोपीलाई चाहिँ अलि यहाँ चाहिँ टेन्सन मान्नु। रेड एरिया रेड एरिया हो। हम्म बाँकी चाहिँ हामी मार्केटभित्र गएर पनि केही भिडियो काँचको पनि रहेछ बोतलहरू सबै पाउँदो रहेछ है यहाँ चाहिँ। कस्तो नेपाल चाहिँ हल्दी हो र ताजा हल्दी रहेछ। लगियो कफी लिनुपर्ने थियो यार। कफी चाहिँ लगाउनु पऱ्यो क्या? कफी टर्की काव्य भाँडा पनि रहेछ। के नाम हो तपाईँहरूको? दुईजना चाहिँ भागेर चाहिँ टर्की आखान गाइजहरू होइन भागेर। काका के छ? किन भागेर आएको? ल ठिक छ। भाइ के गर्दै तपाईँ हत्या गरे हो? हत्या गर्न गाह्रो छ। लोकल कुखुरा खान पायो भने यस्तो चिङ्गीको कुरा हत्या गर्ने यार। एउटा बिचरा बाँचेको छ। यसलाई यसै काट्नु है। दुईटा भन्दा सानो छ क्या यार? त्यो हल्का सानो छ क्या सानो छैन